छोरै छ त ल माता मानको आउन जस ब्रेक तगडा हुँदो थिएन बसेको भनेन भन्दियो के कस्तो ब्रेक छ यस्तो ओरालामा कोरोना ब्रेक लाउँछ नि लट्ठा हेर्छ फोटो हाम्रो आएको छ नि तपाईँको फोटो आएछ त्यो भिडियो गर्नुको भिडियो गरेको माता मानको आउन केबुल कार सर केबुल कार सरर मनोकामना यता भ्यू खिच्छ नि त्यता अब त्यो कस्तो छ है सानो बाटो बिस्तारै गरेर हुन्छ त भिडियो फिल्के पार्नु दाजुभाइ भएन कहाँ यहाँ बिस्तार पनि लिन्छ आफ्नो त आएको उता डाँडा मात्रै हो डाइलेको हो नि त माता मनोकामना भ्यू खिचेको राम्रो मौसम भयो नि भ्यू वहाँ माथि सुन्तलाको बोटो माथिबाट एउटा कस्तो हिमाल खिचेको थियो हामीले है त्यस्तै बोटो है सुन्तला जय होस् जय होस् भन्नु बाबा जय होस् भन्नु पाहाडको के जय मनोकामना हो त्यो पुलिसको खुट्टाले कस्तो साह्रो ठोक्यो भने सुलिस मरो भित्र छिर्दा आउँदैछ खुट्टा कहाँबाट आउनुभएको है हामी यता नरपुरा कौशतीबाट हजुरहरू हामी सुनसरी सुनसरी आजै आउनुभएको हो र हजुर बिहानै बिहानै आएको थियो नवलपरासीबाट त 2.5 घन्टामा आइपुगिन्छ ए नजिकै पर्यो नागरभन्दा अलिक कस्तो लाग्दैछ त एकदम राम्रो राम्रै धम्म लागेर प्राणीले जाने केही छैन कोखो दुखेर एकदम दुख्दैछ कोखो बजार चाहिँ बिस्मत लाग्यो होइन को भोजेर बिचमा कान्छा गाजी भिजेर मुजा चोखा त हामी मात्रै भयो कान्छा गाजी भिजेर मुटु भइगयो होइन काइला काजी बोको दुखेर हो काइला काजी त ग्यास्ट्रिक लागेर काइला काजीलाई पत्रे पत्रे अलिअलि गर्दै त भित्रभित्र पानी आउँछ त के भन्नु त खै त्यो पानी आएको पछि पानीमा बिहान पानीमा के गर्नु लाइनमा छोडेर हिँड्नु भएन हाम्रो यसो बनाउनु पर्छ होइन आफूले पनि त तर चोक्रामा किन भन्नुहुँदैछ अलिकति मेरो लाइन आए नानीमा भन्नु हामी कति चोक्यौँ म त यसो छड्किँदै हिँड्दै घरि साताभित्र अयो जय भगवान यस्तो भगवान कस्तो यो के यस्तो देखाएको गर्नु के भयो कति हेर्नु त यस्ताबाट अनि भगवान भन्दा मान्छे चाहिँ भगवानै बनाउने चाहिँ हो कि यस्तो अनि मान्छेमै भगवानको बास बास त मान्छेमै भगवानको बास सबै प्राणीमा मान्छेको के अरे प्राणीमा भगवानको बास छ र त नि शक्ति छ त नि शक्ति नभएको चिज के छ यहीँबाट जानु है चरामा छ अनि यहाँ चढ्न पाउँदैनन् के होइन मतलब यहीँबाट हेर्नु किन चढ्नु त अनि खुट्टाले हिँडेर पसिना पसिना बिचरा घरहरू नि कसरी बसेको होला जस्तो देखिन्छ कि बिरालो हेर यस्तै हो हामी पनि त्यस्तै बसेको पनि बस्छौँ तर अहिले त्यस्तो फिल हुन्छ पहाड ती कान्लाहरू कसरी हिँड्नु होला जस्तो थर काम म त सक्दिनँ थियो छुट्यो जाँदा काम छुटेर म नङ्ग्रिएर चढेको मामेसहरू यत्रो यत्रो देखिँदैन घर खेतका गएर यत्रो यत्र त्यत्र गएर के भएछन् भन्छु सबै खिएर हो सबै जङ्गल भए 2 चक्का 4 चक्का लगाइसक्यो अब उसमा पनि बाख्रा चढ्ने बिरबिरे कुद्ने कस्तो अब टाढै जान्छ जय माता की जय हो यता हेर्नु पछाडि हेर्नु यता हेर्नु हेर तल हेर त कस्तो नजिकैबाट यहाँ त त्यो उहाँको के अरे बालेश्वर जाँदा त राम्रै आकाशबाट चाहिँ कहाँ कहाँ भइदेखिन्छ यस्तो नजिकै हुँदैन नि ठाउँ ठाउँ मात्रै भने यस्तो यो ऊ धेरै अर्को फरक छ नि